सम्पूर्ण साथीहरूमा नमस्कार। म आज अत्यन्त बहुमूल्य जडीबुटी सतुवाको बारेमा जानकारी गराउन चाहन्छु। यो सतुवा भनेको प्राय हिमाली जिल्लाको वनपाखाहरूमा रुखहरू भएको भित्र अलिकति सियाँलो ठाउँमा हुने प्रजाति हो। यो सतुवा अत्यन्तै महँगो छ। यसको बहुमूल्य जडीबुटी बन्छ र यो बाहिर विदेशतिर पनि जान्छ। पहिला पहिला यो जङ्गलमा मात्र पाइने सतुवा मान्छेहरूले यसलाई कोरेर र त्यसलाई उखेलेर सबै नष्ट गर्ने गरेका थिए। करिब करिब लोप हुने अवस्थामा थियो र 3-4 वर्ष अगाडिदेखि हामीले यो सतुवा बचाउनको लागि र दीर्घकालीन आम्दानी बनाउनको लागि र यसलाई लोप बनाउन होइन, बिउ उत्पादन गरेर, बिरुवा उत्पादन गरेर यसलाई संरक्षण गर्नको लागि अभियान थालेका थियौँ। यो शुभकालिका गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष दिपराज महताराको बारीमा रहेको सतुवा हो। जस्तै हामीहरूले पनि लगाएका छौँ र विशेष गरी वडा नम्बर 6 हाउडीमा धेरै किसानहरूले यो सतुवा खेती गर्नुभएको छ अहिले। र यो सतुवा लाई संरक्षण गर्न सकियो, धेरै क्विन्टलका हिसाबले भोलि उत्पादन गर्न सकियो र सतुवालाई बचाउन सकियो भने पछि भावी पुस्ताहरूले यो सतुवाको बारेमा खेती गर्न र मनग्गे आम्दानी गर्नको लागि सक्नेछन्। हामीले यस्ता वनमा रहेका विभिन्न जातका अन्य जडीबुटीहरू संरक्षण गर्नुपर्ने हुन्छ, बचाउनु पर्ने हुन्छ। अब उखेलेर त्यसलाई सिद्ध्याएर मासेर एकचोटिको मात्र आम्दानी लिने होइन, बारम्बार आम्दानी लिइराख्नको लागि हामीहरू लाग्नुपर्छ भन्ने उद्देश्यका साथ यो सतुवा खेती भइराखेको छ। यो सतुवा यस्तो छ साथीहरू, यो सतुवा अब भर्खरै यो बिउ उत्पादनको लागि पनि तयारी हुँदैछ। यो सबै सतुवा फुलिराखेको छ माथि र यसमा फल लाग्छ र यो फलबाट पनि बिउ हुन्छ र सतुवाको काण्ड जराबाट पनि बिउ हुन्छ। विशेष गरी औषधिको लागि यसको जरा बिक्री हुन्छ र यो अत्यन्त बहुमूल्य, यो चाइनातिर, इन्डियातिर धेरै ठुलो पैसा जान्छ। 20-25, 30-35 हजारको प्रति केजीको दरले यो सतुवा जाने गरेको छ। यसको लागि सबैले खेती गर्नको लागि हामी सबै तयार हुनुपर्दछ। वातावरण राम्रो छ, किनभने खेती पहिला हुन्छ कि हुँदैन भन्ने कुराहरू थियो, अहिले परीक्षण सफल भइसकेको छ। खेती हुँदो रहेछ, एकपटक ल्यायो भने यो बारम्बार आफै उम्रिने गर्छ। फल लाग्यो भने फलहरूबाट पनि उम्रिने गर्छ। काण्डहरू यो काटियो टुक्रियो भने पनि जति टुक्रा छन् त्यति टुक्राबाट पनि यो तल फेरि जरा उम्रिने गर्छ। यसलाई खेती गर्न सजिलो छ। तर बरु 1 वर्ष अर्थात् 3-4 वर्षपछि मात्रै, यो लगाएको 3-4 वर्षपछि मात्रै यो सतुवा कोर्न मिल्छ। र यो सतुवा पनि 2 किसिमको हुन्छ। यो प्रायः जसो हाम्रो औली भागमा हुने सतुवा हो। यो ठुलो सतुवा पनि भन्छ यसलाई। यो सतुवाले थोरै सतुवाले धेरै उत्पादन दिन्छ। ठुलो ठुलो गानाहरू लाग्छ, जराहरू लाग्छ, पिँडालु जस्तो ठुल्ठुलो लाग्छ। र लेकाली भागको सतुवा यहाँ हुँदैन। त्यो करिब करिब 2500-3000 देखि हाइटदेखि माथि हुन्छ र त्यो सतुवा अलि सानो हुन्छ। त्यो सतुवा हाम्रोतिर खेती गर्न असम्भव छ। यो त्यसको लागि हिमाली भागमै, माथि लेकाली भागमै जानुपर्ने हुन्छ। 3000 देखि माथिको हाइटमा नै जानुपर्ने हुन्छ। तर यो सतुवा अहिले हामी यहाँ ठिक अहिले 1700 को हाराहारीको हाइटमा छौँ। यो 1700 को हाराहारीको हाइटमा यो सतुवा खेती राम्रोसँग भइराखेको छ, फस्टाइराखेको छ र उत्पादन दिइराखेको छ। यो सतुवाले अहिले विशेष गरी परीक्षणको रूपमा यो सफल भएको छ र अब खेती गर्दा ढुक्क साथ यो खेती गर्न सकिन्छ भन्ने कुराहरूको सिकाइ भएको छ। त्यसैले साथीहरू, यस्ता अमूल्य जडीबुटीहरूको खेती प्रणालीतिर जाउँ। हाम्रो ठाउँमा के हुन्छ, हाम्रो गाउँमा के हुन्छ, त्यही अनुसारको हामीले खेती गर्न आवश्यक छ। हुन त यो अहिले यसले ठुलो उपलब्ध नदेला, तर भविष्यको लागि यो महत्त्वपूर्ण सिकाइ हुनसक्छ र भइराखेको छ। यो खेती गर्यो भने भोलि लाग्छ, यस्तै अहिले ठुलो मात्रामा खेती गर्ने हो भने वर्षको 2 क्विन्टल मात्रै बिक्री गर्ने हो भने पनि मान्छेहरूको घर परिवार अर्थात् कुनै एउटा परिवार आत्मनिर्भर र स्वरोजगार बन्न सक्छ। त्यसैले खेती गरौँ, नयाँ नयाँ हामीसँग भएका खेतीहरू गरौँ र प्रविधिसँग जोडौँ, मिहिनेत गरौँ, दुःख गरौँ। असफल केही हुँदैन, असम्भव पनि केही पनि हुँदैन। सबै कुरा सम्भव छ भन्ने कुराहरू यो हाम्रो सतुवा खेती, हाम्रो दिपराज महतारा वडा अध्यक्षको सतुवा खेतीले यो प्रमाणित गरेको छ। यो अलिकति सियाँलो ठाउँमा हुन्छ, वरिपरि रुख वृक्षहरू, यहाँ निगालाहरू पनि लगाइएको छ। यसलाई प्रायः जसो छाया भइराख्नु पर्ने हुन्छ र यसलाई
अलिकति पानीको सिँचाइ पनि बेला बेलामा आवश्यकता पर्छ। अलिकति यो बढी सेपिलो ठाउँमा हुने प्रजाति हो। सतुवा खेती गर्नको लागि हामी सबै लागौँ। र अन्त्यमा साथीहरू कसैलाई बिरुवा चाहिएमा, सतुवा चाहिएमा र हामीले सहकारी मार्फत पहिला सदस्यहरूलाई यो खेती गर्न उत्प्रेरण गरेका थियौँ। कालिका स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडले पनि यसलाई खेती गर्नको लागि अभियान चलाएको थियो। र अहिले कसैसँग केही चाहियो भने र सतुवा चाहिएमा सम्पर्क गर्नुहोला। हामी कहाँ सुको अर्थात् यसको गाना सतुवाहरू पनि छ, सदस्यहरूको छ भन्ने खबर आएको छ। र बिरुवा चाहिएमा यो असारमा लगाइन्छ र यसपछिको सिजनमा पानी दिन सक्यो भने जहिले पनि लगाउँदा हुन्छ असारसम्म। बिरुवा चाहियो भने पनि सम्पर्क गर्नुहोला, हामीसँग बिरुवा पनि हुन्छ। र बिउको हिसाबले पनि हामीले गत वर्ष पनि हामीले हाम्रो पालिकाबाट अन्त पालिकामा गएको थियो, पलातातिर गएको थियो। यहाँका किसानहरूले बिक्री गर्नुभएको थियो। र बिउ चाहिएमा, बिरुवा चाहिएमा र जरा चाहिएमा सम्पर्क गर्नुहोला। र यस्ता खेतीहरूमा सबै साथीहरूले खेती गर्नको लागि तयार हुनुहोला। धन्यवाद।